प्रेरित अध्याय 27। समुद्र यात्राद्वारा हामी इटालिया जानुपर्छ भन्ने निर्णय भएपछि तिनीहरूले पाउल र अरू कतिपय कैदीहरूलाई सम्राट अगस्टसका फौजको युलियस नामक कप्तानको जिम्मा लगाइदिए। एड्रामिटेनोसबाट एसियामा विभिन्न बन्दरगाहहरू हुँदै जाने एउटा जहाजमा चढेर हामीले यात्रा सुरु गर्यौँ। अरिस्तार्खस नाउँ भएका थेसलोनिकेका एकजना माकेडोनी हाम्रा साथमा थिए। भोलिपल्ट हामीले सिदोनमा लङ्गर हाल्यौँ। युलियसले पाउललाई दया देखाई तिनका साथीहरू कहाँ गएर चाहिदो सहायता लिने अनुमति दिए। त्यहाँबाट जहाज फेरि समुद्रतिर लाग्यो र बतास चलेको हुनाले हामी साइप्रसको आड लिएर गयौँ। किलिकिया र पाम्फिलिया पारिपट्टिको समुद्रमा पुगेपछि हामी लुकियाको एउटा सहर माइरामा आइपुग्यौँ। त्यहाँ इटालिया जाने अलेक्जेन्ड्रियाको एउटा जहाज भेटाएर कप्तानले हामीलाई त्यसमा चढाइदिए। धेरै दिनसम्म बिस्तार गएर कठिनता साथ निडसमा आइपुग्यौँ र बतासले अझ अघि बढ्न नदिएको हुनाले क्रेटको आड लिएर हामी साल्मोनीको छेउछेउ भएर गयौँ। कठिनसँग त्यसको किनार लागेर हामी सुन्दर बन्दरगाह भनिने ठाउँमा आयौँ। त्यहाँबाट लासिया सहर नजिकै थियो। समय धेरै बितिसकेको थियो र समुद्र यात्रा पनि खतरनाक भएको थियो। साथै प्रायश्चित दिवसका उपवासको समय पनि बितिसकेको हुनाले पाउलले तिनीहरूलाई यसो भन्दै सम्झाए, मित्र हो, यो समुद्र यात्राले केवल जहाज र माल सामानको मात्र होइन, तर हाम्रो जीव ज्यानको समेत खतरा र नोक्सानी होला भन्ने म देख्दछु। तर कप्तानले पाउलको कुरा भन्दा जहाजको चालक र जहाजका मालिकलाई बेसी पत्यार गरे। यो बन्दरगाह हिउँद काट्नलाई असुविधा भएकोले कुनै हालतले पनि फोनिक्समा नै पुगी जाडो बिताउनु पर्छ भनेर धेरै जसोले त्यहाँबाट जहाज चलाइहाल्ने नै सल्लाह दिए। फोनिक्स चाहिँ क्रेटको एउटा बन्दरगाह हो जो दक्षिण पश्चिम र उत्तर पश्चिमपट्टि फर्केको छ। जब दक्षिणी बतास मन्द गतिले चल्न थाल्यो तिनीहरूको उद्देश्य सिद्ध भयो भन्ने ठानेर लङ्गर निकाली तिनीहरू क्रेटको किनार हुँदै यात्रा गर्न लागे। तर थोरै समयपछि त्यस टापुबाट प्रचण्ड आँधीको वेगमा उत्तर पूर्वी कहलाइने तुफान चल्यो। जब जहाज आँधीको चपेटामा पर्यो त्यसले तुफानको सामना गर्न सकेन र हामीले त्यसलाई जता जान्छ जाओस् भनेर छोडिदियौँ। क्लौडा भन्ने एउटा सानो टापुको आडमा पुगेपछि हामीले मुस्किलले जहाजको ढुङ्गालाई जोगाउन सक्यौँ। त्यसलाई माथि उठाएपछि तिनीहरूले केही उपायले जहाजलाई मुनतिरबाट बाँध्दै ल्याए र सिर्टिस भन्ने बलौटे धापमा फसिन्छ भन्ने डरले तिनीहरूले पाल झारिदिए र जहाज आफै बहन थाल्यो। अब आँधीले हामीहरूलाई ज्यादै उछाल्न र पछार्न थाल्यो र भोलिपल्ट तिनीहरूले जहाजका माल सामान फ्याँक्न थाले। अनि तेस्रो दिन तिनीहरूले आफ्नै हातले जहाजका लठारा मिल्काइदिए। धेरै दिनसम्म घाम तारा केही देख्न पाइएन। तुफान लगातार चलिरहेकोले अन्त्यमा बाँच्ने आशा समेत हामीले त्यागिदियौँ। धेरै दिनसम्म तिनीहरू नखाई बसेका थिए। तब पाउलले तिनीहरू कहाँ आएर भने, मित्र हो, तपाईँहरूले मेरो सल्लाह मानेर क्रेटबाट जहाज नचलाउनु पर्ने थियो र यस्तो सङ्कष्ट र हानि तपाईँहरूले खप्नु पर्ने थिएन। अब म भन्दछु, साहस गर्नुहोस्। तपाईँहरूमध्ये कसैको ज्यान जाने छैन, तर जहाज चाहिँ नष्ट हुनेछ। किनभने जुन परमेश्वरको म हुँ र जसको आराधना म गर्दछु, उहाँका एक दूत आज राति मेरो छेउमा खडा भए। उनले मलाई भने, पावल नडराऊ, तिमी कैसरको सामु अवश्य खडा हुनुपर्छ र हेर, तिमीसँग जहाजमा चढ्ने जति सबैका प्राण परमेश्वरले तिम्रो हातमा दिनुभएको छ। यसकारण मित्र हो, साहस गर्नुहोस्। म परमेश्वरमा विश्वास गर्छु। मलाई जस्तो बताइएको छ ठिक त्यस्तै हुनेछ। तर हामी चाहिँ कुनै एउटा टापुमा बजारिनु पर्नेछ। तर जब 14औं रात भएथ्यो र एड्रियास समुद्रमा हामी हुतिरहेका थियौँ, तब आधा राततिर नाविहरूले हामी कुनै जमिनको नजिक पुगिरहेका छौँ भन्ने अनुमान गरे र गहिराई नापेर हेर्दा तिनीहरूले 37 मिटर पत्ता लगाए र अलि पर गएर फेरि गहिराई नाप्दा तिनीहरूले 26 मिटर पत्ता लगाए। अनि कुनै चट्टानमाथि ठक्कर खान पुग्छौँ कि भन्ने डरले तिनीहरूले जहाजको पछाडितिरबाट 4वटा लङ्गर खसाले र बिहान होस् भनी प्रार्थना गर्न लागे। जब नाविकहरू जहाजबाट भाग्न खोजिरहेका थिए
र अघिल्तिर लङ्गर खसाल्ने बहानाले डुङ्गा समुद्रमा झारिसकेका थिए। तब पावलले कप्तान र सिपाहीहरूलाई भने, यी मानिसहरू जहाजमा बसेनन् भने तपाईँहरू बाँच्न सक्नुहुने छैन। तब सिपाहीहरूले डुङ्गाका डोरीहरू काटिदिए र डुङ्गालाई जान दिए। मिरमिरे उज्यालो हुन लागेको थियो। पावलले तिनीहरू सबैलाई भोजन गर्ने आग्रह गरे। तिनले भने, आज 14 दिन भइसक्यो तपाईँहरू अल्लमल्लमा परेर भोक भोकै केही नखाई बस्नु भएको छ। यसकारण केही खानुहोस् भनी म तपाईँहरूलाई आग्रह गर्दछु। केही खानुभयो भने तपाईँहरूले बल पाउनुहुनेछ। तपाईँहरू कसैका शिरको एउटा केश पनि नष्ट हुने छैन। यी कुरा भनेपछि तिनले रोटी लिए र सबैका सामुन्ने परमेश्वरलाई धन्यवाद चढाएर सो भाँचेर खान लागे। तब तिनीहरूले पनि हौसला पाएर केही खानेकुरो खाए। जहाजमा हुने हामी जम्मा 276 जना थियौँ। तिनीहरूले अघाउन्जेल खाएपछि जहाज हल्लुङ्गो तुल्याउन समुद्रमा गहुँ फालिदिए। उज्यालो भएपछि पनि तिनीहरूले त्यो ठाउँ चिन्न सकेनन्। तर तिनीहरूले एक खाडी देखे। यसको बलौटे किनार थियो। सम्भव भए जहाजलाई त्यही किनार लाउने योजना तिनीहरूले गरे। तिनीहरूले लङ्गरहरू झारिदिए र समुद्रमा नै ती रहन दिए। त्यसै बेला पतवारहरूलाई बाँधिराखेका डोरीहरू फुकाइदिए। अघिल्तिरका पाल उठाएर बतासतिर फर्काइदिए र जहाजलाई किनारातर्फ बढाए। तर पानी मुनिको लुकेको बालुवाको रासमा जहाज ठोकिएर त्यही भासियो। जहाजको अघिल्लो भाग अड्कियो र चल्नै सकेन अनि पछिल्लो भाग चाहिँ छालहरूका झोकाले टुक्रिन थाल्यो। कैदीहरू पौडेर भाग्लान् कि भन्ठानेर सिपाहीहरूले तिनीहरूलाई मार्ने मतो गरे। तर कप्तानले पावललाई जोगाउने मन गरे तिनीहरूलाई त्यसो गर्नदेखि रोके। पौड्न सक्ने जति जहाजबाट पहिले हाम पालेर पाखामा उत्रनु भन्ने हुकुम तिनले दिए र बाँकी रहेकाहरू चाहिँ फल्याकहरूमा र जहाजका टुक्राहरूमा पारी जानु भने। यसरी सबै सकुशल किनारमा पुगे।